सबै साथीहरूलाई नमस्ते। मेरो नाम चाहिँ प्रेम बहादुर बडुवाल। मैले हिजोबाट नियमित रूपमा चाहिँ अफिसर 4th पेपरको इकाइ 1 अथवा सार्वजनिक व्यवस्थापनबाट चाहिँ क्रमशः रूपमा चाहिँ सिलेबसहरू अगाडि बढाइरहेको छु। त्यसै क्रममा आज इकाइ 1 सँगै जोडिएको चाहिँ हाम्रो यो सार्वजनिक व्यवस्थापनका नवीन प्रवृत्तिहरू भन्ने छ। हाम्रो सिलेबस के छ भनेपछि चाहिँ सार्वजनिक व्यवस्थापनका नवीन प्रवृत्तिहरू, सार्वजनिक व्यवस्थापनका नवीन प्रवृत्तिहरू भन्ने छ है त। नवीन प्रवृत्तिहरू, सार्वजनिक व्यवस्थापनका नवीन प्रवृत्तिहरू के छन् त है। यो चाहिँ तपाईहरुको सिलेबसमा रहेको छ। यो एकदमै इम्पोर्टेन्ट पनि छ। यो एक्जाममा आयो। लेट अस सपोज तपाईलाई सार्वजनिक व्यवस्थापनका नवीन प्रवृत्तिहरू के हुन्। मैले जो सार्वजनिक व्यवस्थापनको बारेमा भनिदिएको छु। के हो सार्वजनिक व्यवस्थापन भनेपछि सरकार र सरकार अन्तर्गतका विभिन्न निकायका क्रियाकलापहरूलाई व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउन गरिने योजना, संगठन, निर्देशन र नियन्त्रणको समग्र रूप नै सार्वजनिक व्यवस्थापन हो भनेर भनेको थिएँ। र सार्वजनिक व्यवस्थापनमा चाहिँ निजी क्षेत्रका सफलतम र कुशलतम गुणहरू भित्र्याउने प्रयास गरिएको छ भनेर भनेको थिएँ। त्यसैगरी सार्वजनिक व्यवस्थापन सार्वजनिक प्रशासनको विकसित, उन्नत र रूपान्तरित रूप हो भनेर पनि हिजो भनेको थिएँ। त्यही सार्वजनिक व्यवस्थापनसँग जोडिएको त्यस्ता सार्वजनिक व्यवस्थापनका नवीन प्रवृत्तिहरू के छन् त है। नवीन प्रवृत्तिहरू के छन् भनेर चाहिँ यही इकाइ 1 को चाहिँ इकाइ 1 सँग जोडिएको है। यही इकाइ 1 सँग जोडिएको 1.9 मा चाहिँ सार्वजनिक व्यवस्थापनका नवीन प्रवृत्तिहरू भनेर राखेको छ। एक्जाममा चाहिँ सिधै चाहिँ सार्वजनिक व्यवस्थापन भनेको के हो, यसका नवीन प्रवृत्तिहरू के हुन् भनेर तपाईलाई सोध्न सक्छ। अब 10 मार्क्समा सबै लेख्न त सकिँदैन। तपाईहरुको सिलेबसमा जनरली 3टा कुरालाई जोडेको पाइन्छ। त्यो 3टा कुरा के हुन् भनेपछि जस्तै तपाईहरुलाई एउटा चाहिँ यहाँ जान्दिने, जस्तै नयाँ सार्वजनिक व्यवस्थापन भनेको छ है। एउटा तपाईलाई के भनेको रहेछ, नयाँ सार्वजनिक चाहिँ व्यवस्थापन भनेर भनेको छ। त्यसैगरी अथवा यहाँ लेख्दिएँ मैले, जस्तै एउटा के भनेको छ, नयाँ सार्वजनिक व्यवस्थापन। मैले यहाँ रफी लेखेँ, नयाँ सार्वजनिक एउटा के भनेको छ, व्यवस्थापन भनेको पाइन्छ। जसलाई यही पनि भनिदिएको छ न्यू पब्लिक म्यानेजमेन्ट है। अथवा तपाईले जान्नुपर्ने एनपीएम है। एनपीएम एउटा लेखेको पाइन्छ है। र त्यसैगरी अर्को तपाईलाई के लेखेको पाइन्छ, नयाँ सार्वजनिक सेवा अथवा तपाईले यसलाई एनपीएस है, न्यू पब्लिक सर्भिस एउटा यो लेखेको पाइन्छ। अर्को मैले तपाईलाई हिजो पनि भनेको थिएँ एनपीजी है, न्यू पब्लिक गभर्नमेन्ट अथवा नयाँ शासकीय प्रबन्ध भनेर यी 3टा कुरालाई बुकमा बढी लेखेको पाइन्छ है। केलाई लेखेको पाइँदो रहेछ, एउटा चाहिँ तपाईको चाहिँ एनपीएस, अर्को चाहिँ एनपीएम र अर्को चाहिँ एनपीजी गरेर 3टा कुरा लेखेको पाइँदो रहेछ। एनपीएस भनेको चाहिँ न्यू पब्लिक सर्भिस, नयाँ सार्वजनिक सेवा, एनपीएम भनेको चाहिँ न्यू पब्लिक म्यानेजमेन्ट र एनपीजी भनेको चाहिँ न्यू पब्लिक गभर्नमेन्ट गरेर यसरी चाहिँ 3टा कुरा चाहिँ तपाईहरुले के गरेको पाइँदो रहेछ, उल्लेख गरेको पाइने रहेछ है त। अब यसै सन्दर्भमा हामीले एक्जाममा सोधेको बेला पनि त्यही गरिदिन्छौँ। यी 3टा कुरालाई विस्तृतमा लेखिदिन्छौँ, पुग्यो भन्ने हुन्छ। तर त्यो होइन। एक्जाममा आयो भने कसरी लेख्ने हेर्नुहोस् है त। अब हामीले जनरली थाहा पाउनुपर्ने एक्जाममा यसलाई कसरी लेख्ने त। जस्तै तपाईहरुले यहाँ बुझ्नुपर्ने चाहिँ, जस्तै हेर्नुहोस् है, एक्जाममा कसरी लेख्ने सोरै कुरा। पहिला चाहिँ के भन्ने, तपाईले सार्वजनिक व्यवस्थापनको परिचयमाथि लेखिहाल्नुहुन्छ। त्यसपछि चाहिँ सार्वजनिक व्यवस्थापनका नवीन प्रवृत्तिहरू देखाए बमोजिम छन् भन्नुहुन्छ। र देखाए बमोजिम छन् भनेर एकमा तपाईले लेख्नुहुन्छ, मानौँ ल मैले लेख्दिएँ, जस्तै एनपीएम भन्ने है, अथवा न्यू पब्लिक म्यानेजमेन्ट भन्ने, अथवा तपाईले यहाँ लेख्नुहुन्छ
नयाँ सार्वजनिक व्यवस्थापन भनेर यसरी टाइटल लेख्नुहुन्छ है। देखाएका छन् भनिसकेपछि यसमा लेख्नुहुन्छ तपाईँले के हो भन्ने कुरा म अलि डिटेलमा बुझाउँला है, सर्टली बुझ्नुपर्ने। यसमा सरस्वती तपाईँले के लेख्नुहुन्छ भनेको नयाँ सार्वजनिक व्यवस्थापन हो नि त। हो भनेको चाहिँ यो जनरल्ली यसले के भनेको छ भनेपछि स्पष्ट रूपमा सार्वजनिक प्रशासनमा निजी क्षेत्रका व्यावसायिक र कौशल गुणहरूलाई भित्र्याउने मान्यता के हो? एनपिएम हो। यति लेख्नुहुन्छ हेर्नुहोस् है, इक्जाममा सोध्यो भने 1 है। अथवा यसले सार्वजनिक प्रशासनलाई सक्षम, प्रतिस्पर्धी, गुणस्तरीय, व्यावसायिक र प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ भनेर 2 लाइन लेखिदिनु भयो, सकियो है। इक्जाममा योभन्दा धेरै लेख्न सकिँदैन। त्यसपछि अर्को 2 मा लेख्नुहुन्छ तपाईँले, जस्तै एनपिएस अथवा यसलाई नयाँ चाहिँ तपाईँले चाहिँ सार्वजनिक सेवा भनेर भन्ने यहाँ लेखिदिन सक्नुहुन्छ, अथवा एनपिएस भनेर दोस्रोमा लेख्नुभयो है। फेरि दोस्रोमा के भनिदिनुहुन्छ भनेपछि जस्तै सार्वजनिक, अहिले म डिटेलमा बुझाउँछु है त। नयाँ सार्वजनिक व्यवस्थापनले के भनेको छ भनेपछि निजी क्षेत्र र व्यावसायिक क्षेत्रलाई बढी जोड दिएको छ है। जनतालाई ग्राहकको दृष्टिकोणले हेरेको छ। सेवाग्राही होइन कि जति सक्दो छिटो सेवा देऊ र वस्तुका रूपमा हेरेको छ हो। यसले के भन्छ एनपिएमले भनेपछि सेवाग्राहीलाई चाहिँ एउटा चाहिँ वस्तुको रूपमा अथवा उत्पादकको रूपमा नहेरिकन सेवा प्रदायकका रूपमा हेरेर सेवा प्रवाह गर्नुपर्छ भन्ने मान्यता नयाँ सार्वजनिक सेवाले गर्छ। तपाईँले यसमा केही पनि नभनेर चाहिँ सिधै के भन्नुपर्दछ भनेपछि सेवाग्राही मैत्री व्यवहार अनुरूप सेवा प्रदान गर्न विकसित भएको अवधारणा नयाँ सार्वजनिक सेवा हो। यो नयाँ सार्वजनिक व्यवस्थापनको विकसित रूप हो। यति लेख्नुभयो दोस्रो है। इक्जाममा लेख्दाखेरि म कुरा गर्दैछु है। त्यसपछि तेस्रोमा लेख्नुहुन्छ तपाईँले, इक्जाममा मानौँ 10 मार्क्समा सोध्यो भने है, तेस्रोमा लेख्नुहुन्छ एनपिजी है। अब एनपिजी भनेको नयाँ शासकीय प्रबन्ध भन्नुहुन्छ। यसले के भन्छ भनेपछि सार्वजनिक प्रशासनमा सरकार एक्लैले काम गर्न सक्दैन, यसका सहयात्री पनि चाहिन्छन् भन्छ हो। सरकार र व्यावसायिक पार्टनरहरूको सहकार्यमा शासन सञ्चालन हुनुपर्ने र सेवा प्रवाह हुनुपर्ने मान्यता राख्दछ एनपिजीले है। यसरी तपाईँहरूले यो 3टा विषयलाई वृहत व्याख्या गर्ने होइन, 2-2 लाइन यसरी लेख्ने। अब के भन्ने, यसका अलावा भन्ने अन्य विषयहरूलाई लेख्ने। डिटेलमा लेख्न त सकिँदैन। जस्तै यहाँ मैले राखिदिएको छु, हेर्नुहोस् है त। अहिले यो बुझाउँला है म तपाईँहरूलाई सरस्वती। यहाँ राखिदिएको छु है, यो विद्युतीय शासन भन्ने अलिक कुरा गरौँला। जस्तै अन्य अवधारणा भनेर यहाँ राखिदिएको छु। जस्तै तपाईँले यहाँ के भन्नु सक्नुहुन्छ, यसलाई अलिक ठुलो बनाएँ मैले यहाँ। यसका जस्तै तपाईँलाई यहाँ जनरली बुझ्दाखेरि अथवा यसलाई चाहिँ वृहत रूपमा अध्ययन गर्नु पर्यो। हाम्रो बानी के छ भनेपछि इक्जाममा चाहिँ यो सरस्वती तपाईँहरूको 3टा कुरा हेरेको हुन्छौँ, एउटा विद्युतीय शासन थपिदिएको हुन्छौँ, त्यसलाई नै 2-3 पाता बनाइदिएर 10 मार्क्समा मेरो कम्प्लिट भयो, अथवा चाहिँ त्यसले चाहिँ मेरो 10 मार्क्स पुग्यो र त्यसबाट नै मेरो पूर्ति भयो भनेर हामी आउँछौँ। र त्यसबाट चाहिँ के हुन्छ, सोचे अनुसारको के हुँदैन चाहिँ हामीले प्रश्नको चाहिँ उत्तर पनि प्राप्त हुँदैन र नम्बर पनि प्राप्त हुँदैन है। र त्यसैले मैले यहाँ तपाईँलाई जोड दिएको, जस्तै यहाँ मैले भनेको छु है त। जस्तै यो अलि तल आयो ल। यी अन्य अवधारणा माथिका त्यति 3टा कुरा लेखिसकेपछि तपाईँले यी कुराहरूलाई त्यहाँ के गर्न सक्नुहुने भयो, एडजस्ट गर्न सक्ने हुने भयो। जस्तै यी कुराहरू के हुन् त तपाईँले थाहा पाउनुपर्ने। जस्तै यो यसरी लेख्नुपर्छ यताउति भन्ने छैन। प्रतिस्पर्धी कार्यप्रणालीलाई जोड दिन्छ है। नयाँ सार्वजनिक नवीन चाहिँ के हो, अवधारणा यो पनि हो। प्रतिस्पर्धी कार्यशैली है, नयाँ अवधारणा हो, नवीन प्रवृत्ति हो। त्यसगरी यसले साङ्गठनिक नवीनतालाई जोड दिन्छ। यो पनि एउटा के हो, नवीन प्रवृत्ति हो। हुन त तिनै कुराहरू तर लेख्नु पर्यो इक्जाममा है। त्यसै गरी अर्को नतिजामुखी कार्यप्रणालीलाई यसले पनि के गर्छ, जोड दिन्छ। त्यसै गरी कार्यशैलीमा के गर्नुपर्छ, परिवर्तन गर्नुपर्छ भन्ने मान्यता राख्छ। त्यसै गरी यो आर्थिक उदारीकरण, राजनीतिक बहुलतावाद जस्ता विषयलाई पनि जोड दिनुपर्छ भन्छ। धेरै राजनीतिक दलहरू हुन्छन्, ती सबैका भावनालाई समेटेर एकीकृत भएर विकास निर्माणमा लाग्नुपर्छ भन्छ। त्यसै गरी चाहिँ अर्को परिवर्तनशीलता, उत्तरदायित्व र जवाफदेहिता, राजनीतिक अर्थतन्त्रको बढ्दो प्रभाव, यी पनि के हुन्, नवीन प्रवृत्ति हुन्। जस्तै यहाँ पनि लेखेको छ, जस्तै इनोभेटिभ म्यानेजमेन्ट है, चाहिँ नवप्रबन्धनात्मक व्यवस्थापन होला, अथवा नैतिकता व्यवस्थापन होला, नलेज म्यानेजमेन्ट अथवा चाहिँ यो तपाईँको चाहिँ ज्ञानको व्यवस्थापन होला, एउटा चाहिँ टेक्नोलोजी एन्ड आर्टिफिसियल म्यानेजमेन्ट होला,
अथवा यसलाई चाहिँ तपाईँको चाहिँ प्रविधिको व्यवस्थापन भन्ने होला, चेन्ज म्यानेजमेन्ट भन्ने छ, अहिले त एआईको पुरै बुझ्नु भएको छ। त्यसै गरी अर्को चाहिँ ट्रान्सफर्मेसनल म्यानेजमेन्ट भन्ने होला, अर्को चाहिँ डिजिटल म्यानेजमेन्ट भन्ने होला, एउटा क्रस बोर्डर म्यानेजमेन्ट भन्ने होला, टाइम म्यानेजमेन्ट भन्ने होला, अर्को चाहिँ यो यो भनेको सहभागितामूलक जनरली है, पार्टिसिपेटरी म्यानेजमेन्ट भन्ने होला अथवा पार्टिसिपेसन भन्नु पनि सकियो। त्यसै गरी ग्लोबलाइजेसन होला, को प्रोडक्सन होला, सोसियल नेटवर्क, यो लेख्ने जस्तै भिडियो मार्केटिङ, युट्युब, यसको अहिले एकदम राम्रो चाहिँ चर्चा छ, यहाँबाट यहाँहरूले थाहा पाउन सक्नुहुन्छ। त्यसै गरी तपाईँको चाहिँ ब्रान्डिङ द सर्भिस एन्ड फङ्सन भन्ने छ, यी सबै बुझ्ने भाषा छ। अर्को वर्क फोर्स डाइभर्सिटी है, क्लाइन्ट इन्टेस्ट, फ्लेक्सी टाइम, अर्को चाहिँ जिग इकोनोमी, पछिल्लो समय आएको कन्सल्टेन्स, आउटसोर्सिङ, कन्ट्र्याक्ट म्यानेजमेन्ट भनेर यसरी चाहिँ तपाईँहरूले सार्वजनिक व्यवस्थापनका नवीन प्रवृत्तिहरू भनेर सबै कुराहरूलाई लेखेर अनि बल्ल निष्कर्ष चाहिँ सार्वजनिक व्यवस्थापन हाल विश्वव्यापीकरण र उदारीकरणका कारण थप विकसित र परिमार्जित हुँदै गएको छ। यसका विभिन्न अवधारणाहरू पुरस्कृत हुँदै सार्वजनिक प्रशासनलाई थप सबलीकृत र सुधार गर्दै गएका छन् भनेर यसरी निष्कर्ष लेखिदिनु भयो भने 10 मार्क्समा लगभग पुग्छ। हो त्यसैले मैले भनेको हामीले के चाहिँ गर्नु भएन भनेपछि जनरली हामीले गर्नुपर्ने चाहिँ इक्जाममा गरे जस्तो खालि यति चाहिँ 3टा कुरालाई एनपिजी, एनपिएस र मात्र लेख्नु भएन है। ल यति कुरा मैले बुझाउन खोजेको। अब यसपछि डिटेलमा जाउँ है त, थोरै मैले यहाँलाई भनिदिएँ, डिटेलमा जाउँ है त। जस्तै डिटेलमा जाँदाखेरि अब हामीले पहिला यहाँ अध्ययन गर्नुपर्ने विषय है, पहिला जान्नुपर्ने विषय, तपाईँलाई सोधिराख्ने विषय के हो भनेपछि चाहिँ एउटा इक्जाम बढी जस्तो सोध्ने, कहिलेकाहीँ सर्ट नोटमा पनि सोधिदिन्छ, वृहतमा पनि सोधिदिन्छ। जस्तै एनपिएम भनेको के है, अथवा तपाईँले यसलाई नयाँ सार्वजनिक व्यवस्थापन भनेको के त है, यसको बारेमा थोरै हामी पढौँ। नयाँ सार्वजनिक व्यवस्थापन भनेको के त भन्ने कुरा यसमा हामी जानौँ, यो कहिलेकाहीँ सोध्छ। नयाँ सार्वजनिक व्यवस्थापन मैले अघि पनि तपाईँलाई भनिसकेको छु, 3टा माइन्डमा राख्नुहोस् के, यी 3टालाई कम्पेरिजन पढ्नुहोस्। एनपिएमले के भन्छ भनेपछि निजी क्षेत्र चाहिँ सफल भयो जब 1970-80 को दशकमा निजी क्षेत्रले के गर्यो, आफ्नो दायरा विस्तार गर्यो, बजारले आफ्नो भूमिका विस्तार गर्यो र सरकारको कार्यक्षेत्रमा जब के भयो, संक्षिप्तीकरण भयो र त्यति बेला विश्वमा एउटा के धारणा विकास भयो भनेपछि निजी क्षेत्र सफल भयो तर चाहिँ सार्वजनिक क्षेत्र सफल भएन भन्ने धारणाको विकास भयो। त्यसै क्रममा के भनियो भनेपछि सार्वजनिक प्रशासनलाई पनि त्यहाँका चाहिँ विभिन्न कार्यदल, विभिन्न प्रतिवेदन, विभिन्न गोष्ठीहरूले के भने भनेपछि अब सार्वजनिक प्रशासन यसरी चल्दैन, सार्वजनिक प्रशासनलाई सुधार गर्नुपर्छ र सार्वजनिक व्यवस्थापन नभनिकन नयाँ सार्वजनिक व्यवस्थापन भन्नुपर्छ भने हो। त्यसमा के गर्नुपर्छ, निजी क्षेत्रका राम्रा र असल अभ्यासलाई भित्र्याउनुपर्छ भनेर भने हो। त्यसैले मैले पनि भनेको छु, नयाँ सार्वजनिक व्यवस्थापनको सर्र परिचय लेख्दाखेरि यहाँले के भन्न सक्नुहुन्छ, निजी क्षेत्रका कुशलतम अथवा तपाईँको चाहिँ एकदम सान्दर्भिक अथवा प्रभावकारी अथवा चाहिँ त्यसका चाहिँ राम्रा अभ्यासहरू आन्तरिकीकरण गरिने अभ्यास अथवा चाहिँ एउटा अवधारणा नै नयाँ सार्वजनिक व्यवस्थापन हो। अझ भन्ने हो भने निजी क्षेत्रका सफलतम र कुशलतम गुणहरू भित्र्याउन गरिने सम्पूर्ण क्रियाकलापको समग्र रूप नै के हो, नयाँ सार्वजनिक व्यवस्थापन हो। यसको अवधारणा यहाँ पनि लेखिदिएको छु मैले, सन् 1900 है, एकछिन है त, यसको अवधारणा तपाईँलाई सन् 1980 को दशकबाट के हो, विकास भएको। एउटा चाहिँ निजी क्षेत्रका सफलतम र कुशलतम गुणहरू भित्र्याउने भनेर एक बुँदा भएको, दोस्रो भनेको 1980 को दशकमा यो के भएको, विकास भएको है। अब यहाँ मैले अघि भनेको कुरो भइहाल्यो। यी हेर्नुहोस्, परम्परागत प्रशासनमा रहेका कमी कमजोरी हटाई प्रतिस्पर्धी, गुणस्तरीय, कुशल, पारदर्शी, उत्तरदायी र सुशासन युक्त प्रशासन निर्माणका लागि के आएको, नयाँ सार्वजनिक चाहिँ व्यवस्थापनको अवधारणा आएको भन्ने भइहाल्यो है। अब यो चाहिँ जनरली चाहिँ यो धेरै कुराहरू दिनुपर्छ। यसमा के हुन्छ, सरकार सहयोगी हुन्छ, निजी क्षेत्रले हस्तक्षेप गर्छ, निजी क्षेत्रका गुणहरू आन्तरिकीकरण गरिन्छ र निजी क्षेत्रका व्यावसायिक गुणहरू सार्वजनिक प्रशासनमा भित्राइन्छ। यी कुराहरू यसमा छन् है, जनरली यसमा बुझ्नुपर्ने। यसमा त जस्तै एनपिएम चाहिँ यो पब्लिक चोइस थ्योरी भन्ने छ, एउटा जनताको माग अनुसारको सेवा प्रवाह गर्नुपर्छ भन्ने,
त्यसै गरेको प्रिन्सिपल एजेन्ट थ्योरी भन्ने छ। यसले पनि जनरली चाहिँ सेवा प्रवाहसँग केन्द्रित हुँदाखेरि चाहिँ कति डिमान्ड भयो त्यही अनुसारको सेवा प्रवाह गर्नुपर्छ भन्ने सिद्धान्तबाट निर्देशित छ भन्ने कुरा छ। यसमा तपाईँले दुईवटा कुरा सम्झिनुहुन्छ, एक्जाममा बुदा बढाउनलाई एउटा निजी क्षेत्रका भन्ने भइगयो, दोस्रो चाहिँ 1980बाट विकास भएको भन्ने भइगयो, तेस्रो चाहिँ सार्वजनिक प्रशासनलाई कुशल प्रभावकारी मितव्ययी गुणस्तरीय पारदर्शी उत्तरदायी बनाउन यसको अवधारणा अगाडि आएको भन्नु पर्यो। अर्को तपाईँले चाहिँ दुईवटा चाहिँ कहिलेकाहीँ सिद्धान्त चाहिँ याद गर्नुपर्ने हुन्छ, एउटा पब्लिक चोइस थ्योरी र अर्को चाहिँ तपाईँको प्रिन्सिपल एजेन्ट थ्योरी। प्रिन्सिपल एजेन्ट थ्योरी। अब तपाईँले सिधै के भन्न सक्नुहुन्छ भनेपछि एनपीएम चाहिँ पब्लिक चोइस थ्योरी र प्रिन्सिपल एजेन्ट थ्योरीबाट निर्देशित नियन्त्रित छ भनेर यसरी भन्नुभयो भने लगभग यसमा चाहिँ अरू महत्त्व बुदाहरू तपाईँले मजाले चाहिँ के गर्न सक्नुहुन्छ, समावेश गर्न सक्नुहुन्छ है त। अर्को छ तपाईँले, यसपछि हामी अर्कोमा जाउँ, यही छ नयाँ सार्वजनिक सेवा है यी, अथवा यसलाई तपाईँले यहाँ मैले सिधै के भनिदिएँ एनपीएस, सरी है एनपीएस है, नयाँ सार्वजनिक सेवा, नयाँ सार्वजनिक सेवा। यो नयाँ सार्वजनिक सेवाका बारेमा हामी जान्दाखेरि थोरै केही कुरा चाहिँ हामीले ख्याल गर्नुपर्ने हुन्छ। मैले अघि पनि भनिहालेँ, बीचमा चाहिँ 1970-80 को दशकमा चाहिँ जुन माथिको चाहिँ एनपीएमको सिद्धान्त विकसित भयो, त्यसपछि सन् करिब अथवा चाहिँ 2000 को दशकमा के मान्यता विकास भयो भनेपछि सरकारले अथवा सार्वजनिक प्रशासनले अथवा सार्वजनिक व्यवस्थापनले त सेवाग्राहीलाई ग्राहकका रूपमा हेर्यो, यसले जनताका रूपमा त हेरेन। यसले सेवाग्राहीलाई चाहिँ एउटा वस्तुका रूपमा हेर्यो, वस्तुलाई विनिमय दरका रूपमा चाहिँ बजारमा बेच्न खोज्यो है, र यसले चाहिँ न्यायोचित चाहिँ व्यवहार गरेन। सामाजिक कल्याणका विषय यसमा आएनन्, यसमा चाहिँ सामाजिक न्यायका कुराहरू आएनन् भन्ने चाहिँ भावनाबाट चाहिँ सार्वजनिक व्यवस्थापनबाट विकसित भएको नयाँ सार्वजनिक व्यवस्थापनको व्यापक विरोध भयो र त्यसको विरोध स्वरूप पछि के भनियो, त्यसो भए वस्तुको रूपमा जनतालाई नहेरिकन, ग्राहकको रूपमा जनतालाई नहेरिकन, जनतालाई के हिसाबले हेर, जनता सार्वभौम सत्ताका मालिक हुन्, त्यसैले जनतालाई चाहिँ सेवाग्राहीका रूपमा हेरेर सेवा प्रवाह गर भन्ने कुरा के गर्यो, यो थ्योरीले विकास गर्यो अथवा चाहिँ नयाँ सार्वजनिक सेवाले विकास गर्यो। जस्तै यहाँ भनिदिएको छ, यसको अवधारणा चाहिँ जब 2000 को दशकमा भनिन्छ, तर 2003मा चाहिँ तपाईँहरूको चाहिँ जानेट बी डेनार्ड र रोबर्ट बी डेनार्डले यसको के गरेका थिए, अवधारणा विकास गरेका थिए भन्ने कुरा भयो है। जानेट बी डेनार्ड र अर्को के छ तपाईँको रोबर्ट बी, सरी है त। अर्को तपाईँहरूले के भन्न सक्नुहुन्छ, तपाईँहरूको चाहिँ रोबर्ट बी डेनार्ड है। जानेट बी डेनार्ड र रोबर्ट बी डेनार्डले सन् 2003बाट चाहिँ यसको अवधारणा विकास गरे भन्छन्, तर 2000 को दशकमा भन्दाखेरि तपाईँलाई फरक पर्दैन है। यो दुईटाले सन् कतिमा 2003मा भनेर भनिन्छ। र यिनले के भने भनेपछि यहाँ आफ्नो एउटा पुस्तक लेखेका छन्, न्यू पब्लिक सर्भिस नट स्टियरिङ मार्फत चाहिँ एउटा पुस्तक लेखेका थिए, त्यसै मार्फत चाहिँ यिनले यो अवधारणा विकास गरेका है। र यिनले यो अवधारणामा के भनेका छन् त भनेपछि चाहिँ हेर्नुहोस्, यही लेखेको छ, यसले जनता ग्राहक नभई नागरिक भएकाले कल्याणकारी सेवा सरकारको कर्तव्य हुने कुरामा जोड दिएको छ। नयाँ सार्वजनिक सेवाको अवधारणा देहायबमोजिम उल्लेख गर्न सकिन्छ भन्ने छ। सेवाग्राहीलाई ग्राहक होइन नागरिकको रूपमा सेवा गर, ल हेर्नुहोस् है। र सेवाग्राहीको जनइच्छा बुझ, एक्जाममा राम्रोसँग लेख्न सकिन्छ है, बेस्ट हुन्छ यो। ग्राहक होइन नागरिकको रूपमा सेवा गर, एक। दोस्रोमा जनइच्छा बुझ, अर्को चाहिँ रणनीतिक ढङ्गले सोच अनि प्रजातान्त्रिक ढङ्गले काम गर भनेको छ यसमा है। रणनीतिक ढङ्गले सोच, स्ट्राटेजिक रूपमा सोच र प्रजातान्त्रिक रूपमा सबैले सहभागी गरेर काम गर। त्यसपछि जवाफदेहिता बोध गर अथवा जनताले दिएका प्रश्नहरूको उत्तर देऊ। किन भन्दा जनता चाहिँ मालिक हुन्, सेवा प्रदायकका मालिक हुन्, त्यसैले सेवा प्रदायकले
जनतालाई चाहिँ जवाफदेही रूपमा चाहिँ प्रस्तुत हुनु पर्यो भन्न खोजेको। मानिसको महत्त्व बोध गर, मान्छेलाई चाहिँ वस्तु सराह नहेर र सञ्चालनमा मात्र भर नपरी सेवा गर, आफै प्रक्रियाले हुन्छ नभन, सेवा गर भनेर चाहिँ यसरी चाहिँ नयाँ सार्वजनिक सेवाको चाहिँ विकास भएको हो भन्ने कुरा यहाँहरूले बुझ्नु पर्यो है। अब त्यसै गरी अर्को तेस्रो छ, यहाँ चाहिँ मैले लेखेको छैन, यता राखिदिन्छु तपाईँलाई। अर्को तपाईँहरूको के छ भने चाहिँ एनपिजी है, एनपिजी। अब एनपिजीले के भन्छ भन्ने कुरा थोरै मैले यहाँ भनिदिएँ। एनपिजी भनेको तपाईँले सत्य यदि अफिसर राम्रोसँग पढ्नु भएको छ भने, जस्तै सेकेन्ड पेपरमा पढेको तपाईँले बहुस्तरीय शासन, बहुस्तरीय शासन पढ्नु भने लगभग यसैसँग मेल खान्छ है। भनेको मतलब पछि के भयो भनेपछि चाहिँ नयाँ खाली जनतालाई सेवा मात्रै गरेर हुँदैन, सेवा गराइका रूपमा मात्रै हेरेर हुँदैन, अथवा सरकार एक्लैले चाहिँ सेवा गरेर सम्भव पनि हुँदैन। र सरकार एक्लैले कल्याणकारी मात्र सेवा गरे चाहिँ विकास निर्माणका कुराहरू होलान्, आर्थिक वृद्धिका कुराहरू होलान्, त्यस्ता कुराहरू प्राप्त गर्न सक्दैन। कूटनैतिक व्यवस्थापनका कुराहरू होलान्, अन्य विभिन्न चाहिँ व्यवस्थापकीय कौशलका कुराहरू होलान्, त्यस्तो पुरा गर्न सक्दैन। हो त्यो नसक्ने भएकाले सरकारले कल्याणकारी क्षेत्रमा जोड दिने र अन्य चाहिँ त्यसका सहयोगी पार्टनरहरूलाई अन्य क्षेत्रहरूमा समाहित गरेर शासन सञ्चालन गर्ने मान्यता के हो? बहुस्तरीय शासन, अथवा यसलाई फेरि यसको नेपाली रूप होइन है, यो चाहिँ नयाँ शासकीय प्रबन्ध भन्छ, अथवा एनपिजी अथवा नयाँ शासकीय प्रबन्ध हो। भनेको मतलब सरकार र अन्य शासकीय साझेदारहरू बीचको सहकार्यमा निश्चित कार्य पद्धतिको वर्गीकरण गरेर शासन सञ्चालन गर्ने परिपाटी के रहेछ? नयाँ शासकीय प्रबन्ध रहेछ है। यो चाहिँ सार्वजनिक प्रशासनको विकसित रूप तथा स्वरूप हो, जसले नयाँ सार्वजनिक सेवा र नयाँ सार्वजनिक व्यवस्थापनका गुणहरूलाई एकअर्कामा इन्टरलक गरी, एकअर्कामा मिलाई, एकअर्कामा इन्टरलक गरी थप यसलाई परिमार्जित र सुधार गर्दै लगेको पाइन्छ भन्न सक्नु पर्यो। यसले गर्दा सरकार र अन्य सहयात्रीको सहकार्यमा शासन सञ्चालन, विकास व्यवस्थापन र सेवा प्रवाह प्रभावकारी हुन्छ भन्ने कुराको चाहिँ मान्यता अगाडि बढेको हो है। यति कुरा तपाईँले एनपिजीमा पनि बुझ्न सक्नुहुन्छ है। अब यसै नयाँमा कहिलेकाहीँ विद्युतीय शासन भन्ने हुनसक्छ, यो त सामान्य छ। विद्युतीय शासन भनेको चाहिँ विद्युतीय यन्त्र, विद्युतीय उपकरण, विद्युतीय सञ्जाल र विविध विद्युतीय माध्यमबाट शासन सञ्चालन, विकास व्यवस्थापन र सेवा प्रवाह गर्नलाई विद्युतीय शासन भनिन्छ। विद्युतीय शासन पनि एउटा चाहिँ सुशासनको एउटा नवीन आयाम हो है, यहाँ भनेकै छ। र यसले चाहिँ पेपरलेस चाहिँ गभर्मेन्टलाई चाहिँ जोड दिन्छ, अथवा चाहिँ लेस पेपर चाहिँ वर्कलाई चाहिँ यसले आत्मसात गर्छ र सेवा प्रवाहलाई छिटो, गुणस्तरीय र भरपर्दो बनाउनुपर्छ भन्ने मान्यता पनि के राख्दछ? विद्युतीय शासनलाई चाहिँ राख्दछ। यो सामान्य कुरा छ। यति कुराहरू आयो भने तपाईँले जनरली चाहिँ सार्वजनिक प्रशासनका नवीन मान्यताहरू चाहिँ इक्जाममा लेख्न सक्नुहुन्छ है। सिधै नवीन प्रवृत्तिहरू भनिदियो भने त सिधै 3-4वटा कुरा मैले अघि भनेको छु, सिधै चाहिँ एनपिजी लेख्नु, के अरे एनपिएम लेख्नु पर्यो, त्यसपछि एनपिएस लेख्नु पर्यो, त्यसपछि एनपिजी लेख्नु पर्यो, त्यसपछि गुड गभर्नेन्स है, गुड गभर्नेन्स अथवा चाहिँ सुशासन लेख्न सकियो। त्यसपछि तलका यी जस्तै प्रतिस्पर्धी कार्यप्रणाली, गुणस्तरीय कार्यप्रणाली, त्यसपछि टाइम म्यानेजमेन्ट, नलेज म्यानेजमेन्ट, त्यसपछि चाहिँ तपाईँको चाहिँ गिग इकोनोमी, त्यसपछि डोर टु डोर सर्भिस, त्यसपछि चाहिँ अनलाइन सर्भिस, डिजिटल सर्भिस भनेर यी कुराहरूलाई चाहिँ अन्य अवधारणा भनेर इक्जाममा हालिदिनु भयो भने लगभग तपाईँले सक्न सकिन्छ। यसबाट चाहिँ लगभग सोध्ने क्वेसन यिनै हो। यति भन्दै आजको क्लास यहीँ सकाएँ। हस्, धन्यवाद।